कति राम्रो छ रे धेरै राम्रो रहेछ चाहिँ रेनबो टावर हैन गण्डकी रेनबो टावर यता चाहिँ अनि के रे यो वाटरफल इको भिलेज प्राइभेट लिमिटेड अनि म मेरो बुढी हेलो गर्दै बुढी हेलो रमिसा अनि प्रसिद्ध ल हामी चारजना जान्छौँ ल प्रसिद्ध बेटा भिडियो बनाउने काम भिडियोग्राफर हो नि त है ल जाउँ त चलो यहाँ घटना होइन 2 महिनाको छुट्टीमा अब एकचोटि चाहिँ आमा जस्तो भएको जस्तो नि आउन विद्यार्थी अब अन्तिम भइसक्यो अब छुट्टी सकिहाल्यो होइन त्यही भएर चाहिँ अहिले मेरो मिसेसको छुट्टी भएर छुट्टी भएर चाहिँ अब यति राति चाहिँ हामी जाँदैछौँ अब गएर अब यसो हेरौँ कस्तो छ त्यही पनि ल हुन्छ अब सधैँ गइराख्ने कुरा हुँदैन अब फेरि अब वर्षौँपछि आइन्छ होइन सो त्यही भएर एटलिस्ट मलाई एकचोटि चाहिँ भेटौँ न भनेर चाहिँ हामी भिजिट गरौँ भनेर म चाहिँ मेरो बच्चाहरू लिएर चाहिँ जाँदैछु मजा छ हो मेरो बच्चाहरू चाहिँ रमाइलो गरिरहेको छ एक्साइटेड छ दे आर भेरी एक्साइटेड आइ एम अल्सो भेरी एक्साइटेड बिकज त्यो अन्तिम मोमेन्ट्सहरू हुन्छ अलि वर्ष गइरहेको छ होलीमा त्यही भएर चाहिँ म चाहिँ अलिकति भनेर पनि यिनीहरूसँग टाइम स्पेन्ड गरौँ अनि यिनीहरूको लागि अलिकति यिनीहरू सधैँ आउन पाउँदैन यिनीहरू आउन पनि सक्दैन यो ठाउँमा म भाइ त्यही भएर चाहिँ अलिकति जाउँ भनेर गएकै रहेछ बाटो त राम्रो रहेछ त्यो पहिला त यस्तो मैले सोचेको थिएन फर्स्ट टाइम आउँदैछु आफ्नै ठाउँ हो 10 मिनटको बाटो छ आएको थिएन तै पनि अब अहिले आउँदैछु अनि बल्ल चाहिँ रमाइलो हुँदैछ यो चाहिँ यो खोला यो ठाउँको नाम चाहिँ सिस्नु खोला हो क्या बुझिसेन सिस्नु खोला हुन्छ यो होइन जहाँ पनि सिस्नु हुन्छ खोलातिर यो ठाउँको नाम चाहिँ सिस्नु खोला भन्छ होइन अनि यो माथि पहिला यो माथि हेर यो वाटरफल देखेछ नि त्यहाँतिर ड्याडीहरू घाँस खान जान्थ्यो कि पहिला त्यहाँ उता वाटरफल देखेछ है त्यहाँले अब देखा चाहिँ फोकस गर्न सक्दिनँ तपाईँले घुमाउने कता कता लाने हो के गर्ने है फेरि मामु धनाउँछ एकदम मेरो साथी घर पनि त्यो कहाँ छ ल यो सिस्नु खोला यता माथि पैँयु भन्ने गाउँ हो यो रामप्रसाद घर चाहिँ बुढी हो ओइ पुग्यो कति चाँडो हामी फाइनली पुग्यो स्कुल बस पनि रहेछ यहाँ त हामी फाइनली पुग्यो हाम्रो स्कुल बस रहेछ यहाँ चाहिँ ल हिँड त न कताबाट यता हेरौँ न एकछिन यता हेरौँ न एकछिन यताबाट हेर्दै जाने नि के थियो रे हाँस थियो कसले ल होला यसमा माछा छ चाहिँ ढोकेर जान्छ त रहेछ दामी बनाएको ल यस्तै हिँड्नु जाउँ ल हिँड मेरो बच्चाहरू रमाएन प्रसिद्ध यो त पहिला आएको होला नि त पहिला आएको होइन उता पनि हो आमा हजुर
यो ठाउँमा आउनु पनि भेट्छ पहिला यार ल बुढी कति राम्रो हो आइछ खेल्ने ठाउँमा जाने हो झर्ना कति राम्रो छ रे धेरै राम्रो रहेछ दाउराको भारी बोकेर हिँड्थ्यो यो ठाउँमा पहिला यार छ नि त यो ठाउँ आमा हो हामी घाँस खान जाने यो डाँडा हो यो ट्याक्कै यो डाँडा भयो क्या यो ठ्याक्कै रुख पछाडिको डाँडा यो के भन्छ लोसे पाखुरे डाँडा के भन्छ यो डाँडाको नाम यहाँ यो मान्छेको इच्छा शक्ति भएर गर्ने त्यो भयो नि कति हुँदो रहेछ भन्छ कि ल मेरो बच्चाहरू मात्र दानी कति छिटो
Slow. Dude. Jump guys, jump. मलाई त मजा लाग्यो म चाहिँ फुकाल्दिम बोक आइज बोक्छु आइज हैन आलु के भन्नु आइज नि छिटो आइज बोया पर्दैन नपुगा एकदम ए प्रसेस आइज बाटो भन्दा नि यताबाट जाने बाटो चाहिँ छैन हैन तर यो माथि चाहिँ कोट डाँडा यस्तो यताबाट छ क्या त्यताबाट यस्तो तेर्सो छ क्या यस्तो यताबाट कोट डाँडा भन्ने यो माथि हो हैन कहाँ आइ गरेको बुढी दिदी अब के गर्ने ल जाम अब जाम हिँड्दै जाम झ्याउ यहाँ त्यो भित्र छिरेर जाम के छ भनेर यसो हेरौँ ऊ हाँस त धेरै रहेछ नानी ओ ठोक्छ हाँसले त ओहो यो के बनाएको है यस्तो दामी बनाएको है टिनको बुढी है भित्र जाने अब हिँड्नु न जानुहोस् सुन्नुहोस् न सुन ल जुन बाजे ल समाता त जाऊ छोरी छोरो केही हुँदैन जाऊ जाऊ न 1 2 3 ल ड्याडीले फोटो खिचिदिया बस ल ड्याडी हाँस्नुहोस् त कति राम्रो देखेको नि को हो नि यो ऊ त्यो क्या जुन बाजे हो जुन बाजेले ढोक गर्नु त ढोकिया ओहो कति राम्रो देखेको छोरी मेरो छोरी कति राम्रो देखेको ल गर्नुहोस् फोटो खिचिदिन्छ है आइज ल मेरो बुढीहरू ल बस ल फोटो खिचिदिनु ल बस फोटो खिचिदिन्छु मलाई खबर क्यामेरा हेर्नु बाबु त अलिकति हाँस्यो नि ल राम्रै आछ राम्रो आछ वाउ खतरा रहेछ रहेछ कस्तो दामी गरेर आएछ जाऊ नडराइ बस्यो यसले ठोकेको मलाई
दुईटा छोरा ल हामी दुईटा आउने है नम्बर तपाईँ आउन त हिँडेर यस्तो गरौँ न हेलो बेटा कस्तो भयो तँलाई के हो फोटो हो ल मेरो बुढीहरू फोटो खिच्ने रहेछ मेरो छोरी र फोटो प्रसिद्ध आइज त पनि बस फोटो खिच्नु सही बनाएको यो चाहिँ मेन स्पट हो कि तलबाट हेर्नु चाहिँ एकदमै युनिक देखिँदो रहेछ मेरो फ्यामिली मेरो परिवार फेरि यसरी फोटो खिच्नु लाग्यो फेरि यसरी भएछ नि जाने प्रसिद्ध घर जाने हो